मैले पैसा दिने तपाईले प्रमाण नदिने हाम्रो ठेक्का हो त्यो जरुरी छैन त्यसो गाडी चाबी राखौ गाडी बिहान बेलुकीसम्म राखौ किन जबरजस्ती होला तिमीहरुको यहाँनेर आएर तिमीहरुको यहाँ मन पनि चल्छ ए तपाईको चाहिँ यहाँको भएपछि तपाईको मन पर्दी चल्छ त्यो गाली नदिनु है गाली तिमीलाई दिएको छैन अनि कसलाई दिनु भा तिमीलाई गाली दिएको छैन भाइ मैले लिने के लाग्ने पैसा मागेको नगरपालिकाको हो भने नगरपालिकामा जाम न नगरपालिकामा जाम तपाई जाम नगरपालिका यहाँ सुन यो तिमीलाई मैले यसको लागि प्रमाणको लागि दिएको छु मैले के को पैसा भन्नु न के को पैसा भन्नु न पैसा के को हो तिमीलाई पढ्न आउँछ कि आउँदैन ल पढ्छु र रोक्नु पढ्छु नगर सवारी मजाले पढ कख पढ्न आउँछ कख पढ दाइ तपाई भन्दा धेरै नै पढ्यो होला पढ्न पढेको छ होला तपाई भन्दा धेरै नै भ्रमण नगर पढेको छ होला अनि तपाई किन कख भनिराख्नु भएको तिमीलाई दिइराछु त तँलाई पढाउन दिइराछु त नगर सवारी पार्किङ पूर्वाधार तथा सडक सरसफाई शुल्क पार्किङको मैले पार्किङ गरेको छु तीनटा शीर्षक छ मैले पार्किङ गरेको छु छैन पार्किङ गरेको छैन पहिलो शीर्षक त छैन तिमी नसिकाऊ दाइ तपाईले सिकाएको हैन के तपाई यहाँको लोकल हुनुहुन्छ ठीक छ के तर जबरजस्ती पैसा चाहिँ उठाउने त्यो भएन के तपाईको पारा पहिलोको कुरै नगर न लोकल र बैलरको कुरै नगर सम्बन्धित ठाउँ छ हैन त्यस्तो हैन निकाय छ जाऊ कम्प्लेन गर ठीक छ नगरपालिका जाम हामी पनि बुझ्छौं 40 रुपैयाँ तिर हैन पनि तिर्नु पर्छ नगरपालिका जान्छु म कहाँ लिएर भाग म कहाँ भाग हैन भाइ त्यस्तो हुँदैन गाडी नगरपालिकाको सिस्टम ल यो कस्तो तरिका हो तपाई हिँड्नु नगरपालिका मेरो जान पाए आवश्यक छैन हैन अनि किन अनि तपाईले भन्ने बित्तिकै हामीले पैसा दिनुपर्छ भन्ने म जानु पर्ने आवश्यक छैन धनकुटा छिर्ने बित्तिकै पैसा लाग्छ भने यो त अचम्मै हो त अचम्म र सचम्म गरेर जहाँ गरेको कमेन्ट गर्छ गर 40 रुपैयाँ तपाईले 5000 भने पनि हामीले दिनु पर्छ हामी त्यो लेखेको भन्दा बढी त्यो मानौँ न तपाईले त योमा 5000 लेखेको भन्दा हामी धेरै दिदैनौँ मानौँ यो 5000 लेखेको भने दिनु पर्छ उले त्यो हामीले चाहिँ इन्क्वायरी गर्न पाउँदैन कि के हो कसो हो किन पाउँछ त्यही त गरिरहेको हो मजाले जाउँ जाम नगरपालिका के को सही सम्बन्धित ठाउँमा जाने निकायमा जाने कम्प्लेन गर्ने हामीले लिने पैसा लिने हो हैन सम्बन्धित ठाउँ छ दाइ यो नगरपालिकाले लिएर नगर भाइ ल कस्तो सम्बन्धित निकाय हैन तपाई किन थर्काइ निकाय छ तपाई थर्काइ किन राख्नु आज भन्नु त सम्बन्धित निकाय छ तपाई थर्काइ किन राख्नु भएको सम्बन्धित निकाय छ जाऊ त्यही त भनिरहेछु म नगरपालिकाको हो नगरपालिकाले हामीले कारबाही गर्छ नि दिएर भने नगरपालिकातिर जाम न पैसा चाहिँ दिएर जाऊ न पैसा जाऊ अनि यो लिएर जाऊ यो चिट लिएर जाऊ हामीले फला ठाउँमा यस्तो ठाउँमा यसरी हामीले पैसा उठायो यति तपाई हिँड्नु न मसँग पैसा छैन मैले जाऊ तपाई ल कस्तो तपाईले उठाइराख्नु भएको छ तपाईले तिमीलाई मात्र दिएको छैन नगरपालिकाको फोन नम्बर होला नि त डाइरेक्ट जाऊ गाडी लिएर जाऊ त्यही त जान्छु त गाडी लिएर जाऊ हैन जान्छु किन फोन नम्बर तपाई पनि हिँड्नु न त हामी हिँड्नु पर्ने आवश्यकता मलाई आफै आएर कारबाही गर्छ यहाँ म यहीको बासिन्दा हो स्थानीय हो मलाई आएर यहाँ कारबाही गर्छ जाऊ गएर कम्प्लेन गर यो मलाई आएर कारबाही गर्छ म किन जाऊ दाइ सुन्नु न तपाईले जबरजस्ती जुन उठाइराख्नु जबरजस्ती होइन भाइ अनि जबरजस्ती कसैले लिएको छैन अहिलेको जमानामा जबरजस्ती कसैले पनि पैसा उठाउनु कुनै पनि सिटीमा छिर्ने बित्तिकै चाहिँ पैसा ले भन्ने कुरा चाहिँ हामीले यहाँ नेपाली छौँ पर्यटक बाहिरको देशो पनि आउन सक्छ त्यसलाई त्यसरी गरेर हुँदैन के नसिकाऊ क्या भाइ हामीलाई ल किन तपाईलाई सोधेको हो के दाइ नसिकाएको हैन के तपाई धेरै सिक्ने मान्छे सिकिसक्नु भएको छ तिमी जस्तो मान्छेमा यस्ता 100 जना आउँछ कि तर तिमी जस्तो नमुना 1 2 जना आउँछन् हैन नसिकाऊ क्या भाइ ए मतलब सब मूर्ख आउँछ पैसा दिन्छ भने ठीक हो हामीले सोध्यो भने चाहिँ नमुना भयो हामी सोध्यो भने नमुना भयो दाइ तपाईले यो 40 रुपैयाँ चाहिएन म 40 रुपैयाँ मात्रै हो 40 रुपैयाँ हो हैन तिमीलाई के कम्प्लेन गर्नु पर्छ मलाई 40 रुपैयाँ उठायो फला सामान लियो नगरपालिका प्रशासन त को हो के आइडी कार्डको के तपाईको केही दिनु न त मलाई पैसा हामी दिमला के सबभन्दा ठुलो पढाउन भनेको यो हैन तपाईको दिनु प्रश्न यो मान्छेले उठायो भन्ने कुरा त भन्छु नि त नगरपालिकाको यो कार्यपालिकाको छाप छ तपाई नगरपालिकाको मान्छे हो हामी ठेकदार हो ठेकदार हामीले ठेक्का हालेको छौं हामीले यो उठाउनु भनेर हामीले यो त्यही त तपाईको के प्रमाण त होला नि त प्रमाण यही हो कहिले उठायो अरे यो त नगरपालिकाको छाप हो यहाँ धनकुटा एग्रो फर्म ठेकदार भएको धनकुटा एग्रो फर्म हो त्यही हो प्रमाण भनेको त्यही हो कहाँ छ धनकुटा एग्रो फर्म मुनिबाट छ त्यही हामी पैसा दिन्छौँ तपाई कुरा हामी पैसा दिन्छौँ भन्नु पर्यो नि त यो मान्छेले पैसा उठायो भने के त कार्ड दिनु यहाँ सुन एग्रो फर्मको कार्ड हो नि यो एग्रो फर्मको मान्छेले यो मान्छे हाम्रो हैन भन्दै भने तपाईलाई म कस्तो कुरा गर्छ यार किन मेरो गीत नखाउ न यार तिमीहरु यार तिमी जाऊ 1 सेकेन्डमा मलाई यहाँ पक्रिन्छ तिमीले कम्प्लेन गर 1 सेकेन्डमा नाम त त्यो पक्रिनै पर्छ भनेर छैन के दाइ तपाईको आफ्नो नाम भन्नु धनकुटा एग्रो फर्म तपाईको आफ्नो नाम होला नि त मेरो तुलसी लिम्बू हो तुलसी एग्रो फर्म मार्फत उठाउँदै छन् तुलसी लिम्बू यहाँ लेखा स्थित हो ठीक हो